गुड मर्निङ एभ्रिवान। ल आजको हाम्रो जर्नी छ सिलगढी टु दार्जिलिङ महाकाल धाम चौरस्तामा। आजको बिहिबारसँग 3वटा बिहिबार चाहिँ लगातार हामी दाजुभाइ जर्नी गरेको छ। हाम्रो दाजु हुनुहुन्छ आरबी रुचाल दाजु। अब दाजुको आज परिवारै जाँदैछौँ हामी मिलन मोड सिलगढी। अब हामी मिलन मोडबाट लाग्दैछौँ उकालो गुल्मा टी फ्याक्ट्रीबाट हामी अब अगाडि बढ्दैछौँ सुकुनातर्फ। त्यसरी आरबी दाजुले गाडी चलाउँदै हुनुहुन्छ र कान्छा छोरा सिद्धु र पछाडि भाउजू बस्नुभएको छ। हामी जाँदैछौँ अब अगाडि बढ्दैछौँ। आजको जर्नी हामी दार्जिलिङ। सिद्धु भाउजू दाजु पछाडि हुनुहुन्छ। कस्तो छ दाजु जर्नी? कस्तो एक्साइटेड हुँदैछ दाजु हजुरको? ल हामीले अब मैदान छोडिसकेका छौँ। उकालो चढ्न थालेछौँ। रोहिणी टोल गेट पार गरेर हामी अब उकालो चढ्न थालेका छौँ। पहाडमा त कुहिरो लागेको रहेछ। साँच्चै जाडो छ, पक्कै जाडो छ। ल साथीहरू, को दार्जिलिङ आउनु भएको छ? दार्जिलिङ आउनु हुनेलाई त थाहा छँदैछ यस्तै सानो गाडीहरूमा जानुपर्छ भनेर। आउनु नहुनेहरू जसले मेरो भोग हेर्दै हुनुहुन्छ र आउनुभयो भने यसरी नै यी गाडीहरूबाट दार्जिलिङ जानुपर्नेछ। सानो बाटो छ, उकालो बाटो छ एकदमै। यही हो बाटो जाने रोहिणीको। ल हेर्नुहोला, यस्तरी बाटो छ। चाय भवन हुँदै जानुपर्छ। जाममा परिरहेको छौँ एक साइड। दार्जिलिङ पुग्दै बेलामा हामी दार्जिलिङ प्रवेश गरिसकेका छौँ। यतिखेर अब हामी आजको हाम्रो महाकाल बाबाको धाम छिट्टै पुग्दैछौँ है। फाइनली दार्जिलिङ काल बाबाको मन्दिर हामी पुग्दैछौँ। गाडी पार्किङ गरिसकेका छौँ। अब यहाँबाट हामी भाउजू भएको छ, दाजु जाँदै हुनुहुन्छ। एकदम हामी जाँदैछौँ। खुट्टा चाहिँ ठिरा चाहिँ डाइरेक्ट यहाँ टाउकोमा चोर्दो छ नि त, चिसो चाहिँ। आइपुगेका छौँ महाकाल बाबा धाम दार्जिलिङ चौरस्ताको। अब हामी पूजा गर्न अगाडि बढ्दैछौँ भाउजूहरूसँग। आज यतिखेर महाकाल बाबाको पूजा गर्नको लागि लाइनमा छौँ हामी। महाकाल बाबाको धाम पुगेको छ। अब हामी पूजा गर्न आइरहेको छौँ। हाम्रो भदैको आज जन्मदिनको दिन। सिद्धु भदै हाम्रो दाजुको छोरा आज जन्मदिनको दिन, हामी बर्थडेको दिन हामी आज महाकाल बाबामा छौँ। यसरी आशीर्वाद लिनुलाई र हामी छिट्टै हामी दुईजना हो इन्डिया देश छोड्दै गरेको मान्छे चाहिँ हामी दुईजना हो। त्यो भएर पनि बाबाले आशीर्वाद दियोस् भनेर है। राम्रो होस् हाम्रो यात्रा, छोराको पनि मेरो पनि। ओके ल। सर्वे ग्रह शांति भवन्तु। नमः शिवाय। हरिहराय महादेवाय रुद्राय नमः। मृत्युंजय महादेवं त्राहि मां शरणागतम्। ल आउनु न।
आज चाहिँ हामी महाकाल बाबाको दर्शन सकेर अब निस्किँदैछौँ। आज हाम्रो सिलगढीदेखि यहाँ अहिले महाकाल बाबाको दर्शनलाई आज हामी सम्पन्न गरेर चाहिँ अब आउने आज हाम्रो सिद्धुको पार्टले जन्मदिन पनि एकदमै सुखद बनेको छ र आज हाम्रो यात्रा जति महाकाल बाबाले जति नै हाम्रो आउने दिनहरूमा दशा ग्रह जति पनि अब समाप्त हुनेछ, कालो दिनहरू जानेछ, सेतो दिन आउनेछ। एकदमै दाजु भाउजूको परिवारमा पनि र हाम्रो पनि एकदम सुख शान्ति समृद्धि बनिरहनेछ र महाकाल बाबालाई धेरै धेरै धन्यवाद र यति नै भन्न चाहन्छु। महाकाल बाबाको धाम गैरी पूजा सकिवरी आज हामी कुन ठाउँमा है सिंहमारी, दार्जिलिङ सिंहमारीमा खाना खाँदैछौँ। गर्नुभयो दाजुले त आदि पनि पारिसक्नुभयो। ती सौन्दर्यता कहाँ हेर्न पाइन्छ र। लाली गुराँस यति मजाले फुलेको छ ल, हेर्नुहोस् त। दार्जिलिङ उता चाँप फुलिरहेको छ, पर चाँप सेतो चाँप पनि फुलेको रहेछ, तर यहाँ जुम गरेर धेरै तान्न सकेन। यहाँ अलिअलि देखियो सेतो चाँप, यहाँ गुलाबी चाँप र लाली गुराँस यति राम्रो फुलिरहेको छ। जापानिज टेम्पल भन्दो रहेछ यो चाहिँ दार्जिलिङको चौरस्तादेखि अलिक पर आएर यहाँ हामी घुम्दैछौँ। पर्यटकहरू पनि केही छन्, इन्डियन पर्यटकहरू। यो हो बतासे, दार्जिलिङको बतासे, जहाँ रेल एक फन्को मारेर जाँदछ। मिनी रेल आयो, मिनी रेल सामान बोकेर आयो।